नमस्कार। आज हामी एकदमै चाखलाग्दो र अलि फरक विषयमा प्रवेश गर्दैछौँ। आजको यस प्रस्तुतिमा हामी गजेन्द्र ठाकुरद्वारा लिखित बत्तुको कथालाई गहिरिएर बुझ्ने प्रयास गर्दैछौँ। यो परम्परागत मिथिला कलाको माध्यमबाट जीवन्त रूपमा प्रस्तुत गरिएको एउटा उत्कृष्ट मैथिली लोककथा हो। सुन्दा यो एउटा सामान्य जनावरको कथा जस्तो लाग्न सक्छ है, तर खासमा यसले बोकेको सन्देश नि हाम्रो आफ्नै जीवनका धेरै पाटाहरूसँग जोडिएको छ। मलाई सधैँ के लाग्छ भने यस्ता पुराना लोककथाहरूमा मानव मनोविज्ञानका असाधारण पाठहरू लुकेका हुन्छन्। आज हामी यो सुन्दर कथा र यसभित्र लुकेका गहिरा अर्थहरूलाई सँगै खोतल्नेछौँ। अब सोच्नुहोस् त, के सधैँ शारीरिक बलले मात्रै जित्छ त, कि अत्यन्तै तीखो बुद्धि र चतुरता बढी शक्तिशाली हुन्छ? हामीलाई प्राय के लाग्छ भने जो शारीरिक रूपमा बलियो छ, जोसँग बाहुबल छ, संसारमा उसकै दबदबा हुन्छ, होइन र? तर आजको हाम्रो यो स्रोत सामग्रीले त्यो परम्परागत सोचलाई पुरै उल्टाइदिन्छ। कहिलेकाहीँ नि शरीरको आकारभन्दा दिमाग कति छिटो चल्छ भन्ने कुराले जीवन र मृत्युको फैसला गर्छ। यो कथा त्यही तीखो बुद्धिको विजयको एउटा रोमाञ्चक यात्रा हो। कथाको सुरुवात चाहिँ एकदमै शान्त र अलि मार्मिक छ। कल्पना गर्नुस्, एउटी शान्त, स्नेहमयी माउबाख्रा र उनको सानो कोमल बच्चा छ, जम्मा 4 महिनाको सानो पाठो। उनीहरू आफ्नो वरपर मडारिरहेको भयानक खतराबाट बिल्कुलै बेखबर छन्। आमाको माया र बच्चाको निर्दोषपन यो क्षणमा प्रष्ट देखिन्छ। यो त्यही बिन्दु हो जहाँबाट हरेक ठूलो सङ्कट सुरु हुनुअघिको सन्नाटा हामीलाई महसुस हुन्छ। तर त्यो शान्ति धेरै समय टिक्दैन नि। उनीहरूको जीवनमा एउटा कालो छाया मडारिन थाल्छ। कुरा के थियो भने दुर्गा पूजा नजिकै थियो, जुन परम्परागत रूपमा पशु बलिको समय हो। हाम्रो स्रोत कथामा स्पष्ट रूपमा भनिएको छ कि एकजना खरिदकर्ता आएर बाख्राको मालिकसँग त्यो सानो पाठोलाई किन्ने पक्की गर्छ। भोलिपल्टै पैसा ल्याएर पाठोलाई बलि दिन लैजाने कुरा हुन्छ। यहाँनिर आएर कथामा 81 तनाव वात्तै बढ्छ। एउटा निर्दोष जीवन अब निश्चित मृत्युको सङ्घारमा पुगेको छ। कथाले सबैभन्दा ठूलो नाटकीय मोड लिने बिन्दु भनेको यही हो। माउ बाख्राले त्यो सम्झौता सुन्छिन् अनि आफ्नो मातृहृदयको गहिरो डर र पीडाका साथ उनले आफ्नो बच्चालाई एउटा हताश र जरुरी चेतावनी दिन्छन्। जङ्गलतिर भाग, नत्र खरिदकर्ताले भोलि तिम्रो बलि दिनेछ। साँच्चै सोच्नुस् त, एउटी आमाको लागि आफ्नो सानो बच्चालाई भयङ्कर जङ्गलमा एक्लै पठाउनु कति गाह्रो निर्णय हो। तर उनलाई राम्ररी थाहा थियो जङ्गलमा खतराबीच पनि बाँच्ने झिनो आश बाँकी छ, तर त्यहाँ बसे मृत्यु 100% निश्चित छ। यसपछि हामी त्यो सानो पाठोको असाधारण साहस देख्छौँ। मध्यरातको अन्धकारमा त्यो सानो जीवले डराउँदो तर अत्यन्त आवश्यक निर्णय लिन्छ। उसले निश्चित मृत्युलाई छोडेर जङ्गलको पूर्ण अनिश्चिततातर्फ भाग्ने बाटो रोज्छ। एउटा सानो घरपालुवा जनावरको लागि जङ्गलको त्यो अन्धकार र अपरिचित संसार कति भयावह हुन सक्छ हामी सहजै अनुमान गर्न सक्छौँ नि, होइन? तर त्यही बाँच्ने जिजीविसाले उसलाई अन्धकारमा धकेल्छ। अब सुरु हुन्छन् सङ्घर्षका वर्षहरू। पहिलो महिना त त्यो नयाँ र अपरिचित वातावरणमा पुग्नु र त्यहाँको डरलाग्दो माहौलसँग जुझ्नुमै बित्यो। पहिलो वर्षसम्म आइपुग्दा उसले प्रकृतिको कठोरतासँग जुझ्दै आफैलाई बचाउन र बाँच्न सिकिसकेको हुन्छ। र ठ्याक्कै 3 वर्षको अन्तरालमा त्यो सानो पाठो प्रकृतिको काखमा हुर्किएर पूर्ण रूपमा बलियो र वयस्क बत्तुमा परिणत हुन्छ। यो स्वतन्त्र तर कठिन जीवनले उसलाई शारीरिक र मानसिक दुवै रूपमा एकदमै परिपक्व बनाउँछ। यो रूपान्तरण हेर्नुस् त, साँच्चीकै गजबको छ नि। एकातिर आफ्नी आमाको सुरक्षा चाहिने त्यो सानो कमजोर पाठ हो, अनि अर्कोतिर विशाल शक्तिशाली बसको बोका। जङ्गलको प्राकृतिक जीवनले उसलाई एउटा बाक्लो शरीर, ठूला सिङ र गर्बिलो दाढी भएको प्रभावशाली प्राणी बनाएको छ। यही शानदार रूपान्तरणले गर्दा नै उसले बत्तु भन्ने नाम पायो। यो रूपान्तरण शरीरको मात्र थिएन, उसको गजबको आत्मविश्वासको पनि थियो। तर कथा यतिमै सकिँदैन है। अब हामी एउटा अत्यन्तै रोमाञ्चक र उत्कर्षको बिन्दुमा आइपुग्छौँ। के हुन्छ होला जब एउटा बोका जङ्गलको राजा अर्थात् बाघसँग आम्ने सामने हुन्छ। बत्तु घुम्दै घुम्दै एउटा नयाँ जङ्गलमा पुग्छ जहाँ उसको भेट अचानक जङ्गलको सबैभन्दा भयानक शिकारीसँग हुन्छ। बाघ जस्तो हिंस्रक जनावर अगाडि बढ्दा जो कोहीको सातो जान्छ। तर यहाँ केही अनपेक्षित कुरा हुँदैछ जसले हामीलाई अब के होला भन्ने कौतूहलमा राख्छ। यो मुठभेडको क्षण निकै रोचक छ। बत्तु स्वाभाविक रूपमा बाघलाई देखेर भित्रभित्रै त डराएकै थियो, तर अचम्मको कुरा के छ भने नि बाघ पनि त्यो बोकाको विशाल सिङ
र अपरिचित डरलाग्दो रूप देखेर तर्सिन्छ। बाघले आफ्नो जीवनमा यस्तो अनौठो ठूलो दाढी भएको जनावर कहिल्यै देखेकै थिएन। यो शिकारी र शिकार बीचको एउटा उल्टो र अत्यन्तै अचम्मको अवस्था थियो। बत्तुले नभागेर बाघको अगाडि आफ्नो मजबुत उपस्थिति जनायो, जसले बाघको मनोविज्ञानमा पुरै धक्का दियो। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बाघले आक्रमण गर्नुको साटो उल्टै प्रश्न गर्छ। बाघले आफ्नो भित्री डरलाई लुकाउँदै तर अत्यन्तै सतर्कताका साथ राजसी स्वरमा सोध्छ, हे अपरिचित प्राणी, तिमी कहाँबाट आयौ? स्रोत सामग्रीमा यसलाई अत्यन्तै काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। यो प्रश्न सामान्य परिचयको लागि पक्कै थिएन। यसले बाघको भित्री त्रास र अन्योललाई छर्लङ्ग पार्छ। बाघ खासमा त्यो अपरिचित जनावरको शक्ति जाँच्न खोजिरहेको थियो। र ठ्याक्कै यहीँनेर बत्तुले आफ्नो मास्टर स्ट्रोक खेल्छ। बत्तुले शारीरिक बलको सट्टा आफ्नो असाधारण चतुराईको प्रयोग गर्छ। उसले बाघलाई अत्यन्तै बढाइछडाई गरेर काव्यात्मक शैलीमै उस्तै कडा उत्तर दिन्छ, म त चितुवा र सिंहहरूसँग खेल्छु। यदि मैले दिनमा 10वटा बाघ भेटिन भने त मैले भोकै बस्नुपर्छ। सुन्नुस् त यो आत्मविश्वास र झुटो बहानाको कस्तो उत्कृष्ट नमुना। आफू डराएको कुरा रत्तिभर पनि महसुस हुन नदिई उसले यस्तो मनोवैज्ञानिक युद्ध खेल्यो जसले बाघको सम्पूर्ण मनोबल नै तोडिदियो। यो उत्कृष्ट रणनीतिको तत्काल परिणाम के भयो त? अत्यन्तै भयभीत भएको बाघ आफ्नो ज्यान जोगाउन त्यहाँबाट सुइकुच्चा ठोक्छ। बाघ भाग्छ। स्रोतमा यो पनि उल्लेख छ कि यसै घटनाको क्रममा एउटा स्याल, जुन धूर्तताको प्रतीक मानिन्छ, उसले पनि आफ्नै चलाखीको कारण आफैलाई हानि पुर्याउँछ। तर बत्तुले भने बाघलाई नछोइकन केवल आफ्नो आत्मविश्वास, शारीरिक भावभङ्गी र तीखो बुद्धिको भरमा जङ्गलको राजालाई पराजित गर्छ। यसले हामीलाई यो मैथिली लोककथाको मुख्य सन्देशहरूमा ल्याउँछ। पहिलो कुरा, शारीरिक शक्तिभन्दा बौद्धिक शक्ति सधैँ महत्त्वपूर्ण हुन्छ। दोस्रो, बत्तुले लडेर होइन, आफ्नो अटल आत्मविश्वास, सही उपस्थिति र सही समयमा सही शब्दहरूको प्रयोग गरेर जित्यौं। मतलब बुद्धि र आत्मविश्वास नै अन्तिम हतियार हुन्। र तेस्रो, स्यालको प्रसङ्गले के सम्झाउँछ भने अनावश्यक छलकपटले अन्ततः आफैलाई नोक्सान पुर्याउँछ। यी पाठहरू जङ्गलको कथा भए पनि हाम्रो मानव जीवनमा पनि त्यत्तिकै सान्दर्भिक छन्। अन्त्यमा एउटा कुरामा गहिरिएर विचार गरौँ। हाम्रो वास्तविक जीवनमा पनि विभिन्न प्रकारका बाघहरू आउँछन् नि। डरलाग्दा चुनौतीहरू, कठिन परिस्थितिहरू वा शक्तिशाली प्रतिस्पर्धीहरू। बत्तुको जस्तो अटल आत्मविश्वास र मानसिक दृढतालाई हामीले हाम्रो दैनिक जीवनका बाधाहरू पार गर्न कसरी प्रयोग गर्न सक्छौँ होला? कहिलेकाहीँ समस्या जतिसुकै ठूलो देखिए पनि यदि हामीले आफ्नो आत्मविश्वास गुमाएनौँ र बुद्धिको सही प्रयोग गर्यौँ भने कुनै पनि बाघलाई भगाउन सक्छौँ। यो स्रोत सामग्रीबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ नै यही हो। आजको लागि हाम्रो यो प्रस्तुति यहीँ समाप्त हुन्छ। यसलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक यस्तै रोचक विषयको साथ फेरि भेट्नेछौँ।